हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल। यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ र यो मेरो छोटो मिनी भ्लग बनाउँदैछु। र म आज गाउँदेखि बजार जाँदैछु। कुस्मा पर्वत, यो हो कुस्मा पर्वत, मोडी गाउँपालिका 6 पर्छ साथीहरु। यो हाम्रो देवी देवती माई भगवानको मन्दिर देख्न सक्नुहुनेछ। यहाँहरू सबैको रक्षा गर्नुस्, भगवान रक्षा गर्नुस्, देवी देवती माईले। र म एक्लै हिँडिरहेको छु साथीहरु। साथमा तपाईहरु मेरो साथी है त आजको लागि। र पानी पर्ला जस्तो गरेको छ साथीहरु। म चाहिँ घरमा काम लिएर आएको थिएँ। पुग्नु पर्ने चाहिँ त्यहाँनिर त्यो पुलनिर त्यस्तो त्यो खोलानिर हो हजुर। हिँड्न चाहिँ यताबाट घुम्टी छ एकदमै हैन। बाटो यस्तो छ। बाटो त राम्रो थियो साथीहरु, तर गाडी आउँदैन। तर जुन आउनु पर्ने ठाउँ मेन तल खोला छ, मोडी खोला ठुलो गण्डकी, त्यही खोलामा चाहिँ पुल छैन। पुल नभएको कारण हिजो रातभरिको पानीले खोला ठुलो भएको छ, त्यही भएर गाडी आउन सकेन साथीहरु। त्यहाँ पुल छैन। नेपाल सरकार हेर्नुस्, हाम्रो गाउँमा एउटा पुल हालिदिनु पर्यो। गाउँको मान्छेलाई शास्ति भयो। हजुरहरु रमिटा हेरेर नबस्नुस् भन्न चाहन्छु। हजुरहरु चिल्लो गाडीमा हिँड्नुहुन्छ, हामी चाहिँ एउटा गाउँमा आउने थोत्रो गाडीमा चढ्न पनि बाटो भएन। के गर्नु, सर्वसाधारणको जिन्दगी यस्तै छ। देख्न सक्नुहुन्छ यो खरबारी हो साथीहरु। म एक्लै छु र साथमा तपाईहरु हुनुहुन्छ भन्ने आशा लिएकी छु। देख्न सक्नुहुन्छ बर्खाको बाटो है यस्तो छ। मान्छे कोही पनि भेटिँदैन बाटोमा। एक्लै हिँड्नु परेको छ। यस्तो छ साथीहरु। ओ माइ गॉड, चराको आवाज। वाउ, जसको यादमा हराउँछु म उसैले भाउ दिँदैन। ए नक्कले नक्कले त्यो पुलमा पुग्ने है साथीहरु। म चाहिँ यो पुलनिर जानुपर्छ। म त्यो बाटो पक्रनको लागि त्यहाँ गाडी, त्यहाँबाट चढ्ने हो गाडी। यस्तो छ हेर्नुहोस् हाम्रो गाउँको। यो चाहिँ तलको गाउँ हो। यो गाटा भन्छ गाउँको नाम। ओइ नक्कले तँलाई नै हो मैले माया गर्ने। ओइ नक्कले, ओइ नक्कले बाँसको झ्याङ। ल हेर्नु साथी, यति घुम्नुपर्छ कि यो घुम्दै घुम्दै यो बाटो हुँदै म त्यो पुलनिर त्यो खोलामा पुग्छु साथीहरु। त्यो पुलनिर, झुलुङ्गे पुलनिर त्यो खोला परेर गाडी आउन सकेन। योसम्म गाडी आएको हो, आज आउन सकेन। हिँड्दै हिँड्दै जानु पर्यो साथीहरु। त्यो पुलनिर म क्यार्नी होला अब। हो त्यो पुलनिर गएर अनि त्यो पुल पारि तरेपछि त्यहाँ गाडी रोकेको छ नि साथीहरु। त्यहाँनिरबाट मैले गाडी रोकेर जानु छ। रात पर्न लागिसकिसक्यो। एक्लै छु। यताबाट आएको म। कोइली सुन्नुभयो साथीहरु? कोइली होइन, के चरा हो यो? आहा, म यहाँ आएको डरायो के चरा नि। यो बाटो नि जान्छ साथीहरु। म चाहिँ त्यो बाटो आएको है त। ल ओ त्यो के हो सर्प भनेर डराएको म त साथीहरु। म त क्यामेरा फर्काउँछु भनेको मिलेन त। मोबाइल ओरिजिनल पति कि क्या हो, मिल्दैन त के भएको। यस्तो कुम्रो बगाइदिन्छु थियो साथीहरु मैले। एक्लै हिँड्नुको पीडा। आहा आहा आहा, बाटो यस्तो छ। यस्तो
यस्तो बेलामा कि साथीहरू न घाम पनि नलाउने होइन पानी पनि नपरेको यस्तो मौसममा यति आनन्द लाग्छ कि मलाई हिँड्न। बिहान म यो बाटो आउँदा साथीहरू यति सक्दो घाम थियो कि ओ माई गड हिँड्न नसकेर भन्नुहुन्छ बल्ल बल्ल हिँडेर गएको म उकालोमा। अहिले त आनन्द घाम पनि छैन पानी पनि परेको छैन शीतल मौसम छ अनि एक्लै छु त्यहाँ पुग्नु पर्ने म जान त म कुछ पो जाने साथीहरू के गर्नु। यहाँ पानीको धारा आयो चौतारा आयो तर के गर्नु यहाँ पानी आउँदैन धारा पनि छैन धारा मात्र भएर के गर्ने। यस्तो छ हेर्नु साथीहरू यत्रो घुम्नु पर्ने के ओ माई त्यहाँनिर पुग्यो म पसिना आइसक्यो एक्लै हिँड्दा पनि त्यस्तो हाटेन नि यार मुहालाई मैले लगाइदिएको नि मेहन्दी यस्तो भयो हात कस्तो झिङ्गो बसेर जान्की थिए साथीहरू एक्लै डर लाउँछ फेरि यत्रो घुम्नु पर्छ नि उहाँ पुग्नको लागि यत्रो हिँड्नु पर्ने हेर्नु त ओइ नक्कले तँलाई नै हो मैले माया गर्ने। ओके साथीहरू पछि भेटौँला अहिले चाहिँ म एक्लै भएको कारणले छिटो छिटो जानुपर्ने हुन्छ भ्लग बनाउँदै जाँदाखेरि बेर हुन्छ ढिलो हुन्छ रात पनि पर्न आँटिसक्यो म एक्लै छु होइन अनि यहाँ चाहिँ बाटोमा मान्छे कोही पनि भेट्नु भएको छैन बर्खा लाग्दै होला सायद साथीहरू धन्न खुट्टै मर्केको साथीहरू हेर्नु न यहाँ यस्तो भएको के चप्पल टानी जहिले म यहाँनिर आउँदाखेरि खुट्टा मर्किन्छ मेरो दौड्नु पर्ने हुन्छ छिटो छिटो यस्तो सरी पोख्नु गएर ओहो माइ गड दौडी 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 हो दौडी दौडी कान्छी दौडी एक्लै सस्तामा फेरि अहिले गुन्डाले पक्रियो भने पसाउने मान्छे गइन्छ हुँदैन दौडी कान्छी दौडी त्यहाँसम्म चाहिँ राखेर बाटो ओ बाटो यस्तो छ आया बाई बाई साथीहरू अर्को भ्लगमा भेटौँला आजलाई यति नै म दौड्नु पर्ने हुन्छ मोबाइल समाएर दौड्न गाह्रो भयो साथीहरू बाई बाई सी यू सुन।